21 के चाहिँ के छ, मेरो त एकदमै ठिकठाक छ अनि हजुरको पनि ठिकठाक नै होला। आज चाहिँ हाम्रो स्कुलमा 66औं वार्षिक उत्सव छ। हामी साथीहरू भएर गफगाफ गर्दै स्कुलतिर पनि लाग्यो अनि हाम्रो वार्षिक उत्सव चाहिँ सरस्वती पूजाबाट सुरु भयो। साथीले चाहिँ पूजा गरेर मस्तसँग घन्टी बजाउँदै थियो अनि यता चाहिँ लक्की सर्कल काम हुँदै थियो, देख्न सक्नुहुन्छ। अति नै रमाइलो भइरहेको थियो। हाम्रो वार्षिक उत्सव हेर्न चाहिँ निर्वाचन परेर आउँदै हुनुहुन्थ्यो, देख्न सक्नुहुन्छ। टरक जुत्ता पड्काउँदै अनि यता चाहिँ बच्चाबच्चीहरूको मिठाई रोड कार्यक्रम हुँदै रहेछ, देख्न सक्नुहुन्छ। क्या मजासँग खेल्दै थियो अनि यता चाहिँ गर्ल्सहरूको रसोकसी काम हुँदै थियो, देख्न सक्नुहुन्छ। तानातान भइरहेको थियो, हेर्न चाहिँ मजा आइरहेको थियो। जे होस् अनि हाम्रो पेटमा मुसा डोल्न थालेपछि हामी चाहिँ होटलमा आएर चाउमिन अर्डर गरेर चाउमिन आइसकेपछि गुवाम खान थालियो। जे चाहिँ एकदमै अति नै मिठो थियो चुम्मीवाला। अनि सुन आएर हेर्दा चाहिँ भलिबल खेल आउँदै रहेछ बजारको अनि केटाहरूले चाहिँ बुवाङ सर्ट हान्दै थियो, देख्न सक्नुहुन्छ। एकदम हेर्न चाहिँ मजा आइरहेको थियो। गरौँ भएर होटलमा आएर चेयर्स गर्दै रेल खान थालियो। आजको लागि यति, टाटा बाबा।